छोटे डन छोटे डन छोटे डन छोटे डन छोटे डन छोटे डन मोहू चौतारा को छोटे डन छोटे डन छोटे डन छोटे डन मोहू छोटे डन छोटे डन छोटे डन आफ्नो आफ्नो कथा आफ्नो आफ्नो बेथा ये सबै छोडी एकैछिन जमघट गरो यता बाटो छोड आयो छोटे डन भेट लास फेरि मेरो छोटो गन छोटे डन छोटे डन छोटे डन दाइ दाइ के भो घामले डाँडा काटिसक्यो दाइ के भो साला सपना पो रहेछ साँच्चीकै चौताराको छोटी टोन भन्दा नि बर्बादै पो साले तुरतुरे यस्तो राम्रो सपना देखेको बेलामा बिम्चाउने तलाई त दाइ दाइ म त दाइलाई केही भयो कि भनेर हातेको नि साला तेरो दाइले के हुँदैन सापलाई धुपी हानेको सपना देखिरहेको थियो एक दिन चौताराको टन भन्यो टन दाइ मलाई तुरतुर आयो डन बनिसकेपछि मेरो तुरतुरेको मालको पनि उपचार गर्नुपर्छ है हुन्छ हुन्छ डन भएपछि पैसा हुन्छ पैसा भएपछि तेरो तुरतुर गर्ने माल पनि अर्कैको फेर देऊला जा जा तुरतुर गरेर आइज अनि तालतिर गएर चिहान जानुपर्छ हुन्छ दाइ हुन्छ कहाँ मुत्छ यसले सारा तुरतुरे जाप्री त्यहाँ मुत्ने टोइलेटमा गएर मुत्नु सक्दैन यो गाउँमा मेरो इज्जत कत्रो छ तिसा त कस्तो मिल्ने हुँदैन अब चिया खाना साउनी चिया बनाउनु त Uy, era kung sinaktan kami. Ito, Chelsea. कहाँ सुतेछु रक्सी बढी खाइएछ साह्रो पर्यो रक्सी धेरै खाइएछ साउनी मलाई रक्सी दिन्न थोरै दाई दाई मेरो दाई नमस्कार 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 बिहानै कुकुरको म थिचिस के गर्ने दाई रक्सी बिना बाँच्नै नसके भयो धेरै नखा मर्लास मरे पनि दाई मेरो को छ र यो संसारमा बाउले पनि सानैमा छोडेर भगवानको प्यारो हुनुभयो आमा पनि सानैमा दुध चुस्न नपाइ नै पहिला जानुभयो दाई तेरो दाइ छ नि के बिमारी छ तेरो दाइ हुँदैन केही हुन दिन्न तपाईँ म साला यस्तो पिसाब बनाऊ त रक्सी भन्दा धेरै पिसाब फेर्छ कि अब पट्टुमा चाहिँ फेर हिँड्ने नगर न के गर्ने दाई धेरै रक्सी खानु मन लाग्छ धेरै रक्सी खाएपछि पिसाब फुस्किएकै थाहा हुँदैन दाई ल चिया खाऊ अब रक्सी लगाऊ धेरै बाँच्छ खाऊ ओ दाजु भोग्दिरा दाइ दाजु धेरै बाँचिस ल बस चिया खाऊ हस्तै ए केटाहरू साह्रै झ्याउ लाग्यो यार क्यारम खेले होइन हुन्छ दाइ खेलौँ दाइ अल्छिन लगाइरहेछ दाइ को कोसँग खेल्ने त
म जडिएर ट्यापी खेल्नु नि है तपाईँहरू तुरतुरी हुन्छ नि तुरतुरे तर म मिलेर क्यारम खेल्ने अब यो दुईजनालाई हराउनुपर्छ हुन्छ हुन्छ ल ल केटाहरू क्यारम खेलौँ साउनी भयो क्यारम बोर्ड मिलाउनु त खेलौँ ल साउनी कहाँ जानुभयो क्यारी खेल्नु त साउनी ल केटा मिलो 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 मिला केटा हो यो कोल्टे भएछ ल ल ल ल्याउ त त्यो बोर्ड ल्याउ त बोर्ड ल्याउ त बोर्ड छिटो ल ल ल ओ केटा हो पानी पो पर्यो त हट तेरीका पानी पर्यो केटा उद्लाइछु यहाँ हुँदैन पानी पर्यो साउनी गोटी तिन्दा गोटी ल पिठो चाहिँ टन्नै साउनु पिठो बिना मैदा बिना कति छिर्दैन ल केटा ल ल ल के पाराले हान्छ यो तुरतुरे अलि राम्रोसँग हान न असारकी बेला एक मान्छे बिर्दिँदा यो कतैको ओहो मेरो दाइ उठाउ के भयो दाइलाई के भयो ला दाइलाई के भएछ दाइको सातो गयो क्या हो के थाहा पाउँदैन त दाइले त बिरामी भयो जस्तो छ दाइ ए मेरो दाइ तुरतुरे के भयो के खायो मैले तुरतुरे के को हल्ला त्यहाँ कसले के भयो काजी साहब मेरो दाइले मान्छे पनि चिन्दैन कान पनि सुन्दैन के भयो भयो आएर हेरिदिनु पर्यो काजी साहब के भन्छ मल्लाहरू के भएछ छोटेलाई लगभग मम्मी यो गाउँमा पनि के हुन्छ हुन्छ कहिले कसलाई के भन्छ कहिले कसलाई के भन्छ काहीँ नभएको जात्रा हाँडी गाउँ यो काम गर्ने मान्छेहरू कहाँ गएको यो घरमा काम गर्ने मान्छेहरू कोही छैन के भयो त छोटेलाई ए छोटे छोटे तेरो काजीवाला चिनिनुहोस् ए छोटे काजीवाला चिनिनुहोस् के भयो त्यसलाई खुब चौतारेको डन बन्छ भन्थिस् छोटे त खुस्केछ ए तुरतुरे के भयो त डनलाई गाडीबाट खेलेको थियो आनीले बढाल्यो भनेर एकजना चाहिँ खुस्केछ ल अनि बर्बाद हुन त दादा तुरतुर गर न तेरा छोटे डनले चिन्छ कि छोटे तेरो भाइले तुरतुर गरिरहेछ हेर त नचिन्छस् कि तेरो तुरतुरेलाई काई साहब मेरो दाइलाई के पो बताइदिनु पर्यो काई साहब बताइदिनु पर्यो काई साहब ल पक टेन्सन नलि म सोध्छु उठ के भयो त यसको सातो भयो जस्तो छ अब यसलाई हस्पिटलतिर लगेर नि हुने केही होइन अब एउटा जगरले झाँक्री छ तल त्यसलाई देखाउनु पर्छ बुझिस् हुन्छ काजीबा हुन्छ झाँक्री गोल भइसक्यो काजीबा हुन्छ ल बोक ल केटा जाउँ तल जाउँ यो गाउँको एकदम राम्रो झाँक्री छ उहाँले सर्ट पार्छ होला अब फेरि तल झाँक्री छ कि छैन केटाहरूलाई बोलाउन जानुपर्छ नत्र केटा त्यो डनलाई अलिक राम्रोसँगले लिने है अब
झाँक्रीलाई हेर्न लाउने जोखाना सखाना हेर्छ पहिला अनि टक्क ठिक हुन्छ हातिनु पर्दैन ए कता केटा ए छोटे तिरिस हेर्छ त्यसो गरेर 30 ल 60 फुस्केछ ल इन अब तपाईँले झाँक्रीले देखाउनु पर्ने भयो ल इन ल अब आइपुग्नु ल झाँक्री यही हो ल पखा त त्यो छोटेले त्यहाँ राखेको पेटामा म यहाँ झाँक्रीबालाई बोलाउँछु झाँक्रीबा ओहो म काजी साहब ओहो काजी साहब नमस्कार नमस्ते झाँक्रीबा नमस्ते सन्चै हुनुहुन्छ नि आरामै छु हेर्नु त्यहाँ हाम्रो यो छोटेलाई के भन्छ त्यसको त्यो सातो गाँसको छ यसो हेरिदिनु पर्यो ओहो ल त भइहाल्छ है त अब एकछिन है त खोप चौताराको डन भन्थ्यो के भयो यसलाई यसो काजीबा यसो देवी देवतालाई खुसी बनाउनका लागि केही त राख्नु पर्यो ल ल ल झाँक्रीबा पहिला जोखाना हेरिदिनु नि त के भएर छ लौ त नारी विचार गरौँ काजुवा छोटेलाई कसैले कुटेको थियो तल त्यो ताराङ्गीले लखट्टी कुरा छाडी भन्थ्यो ओहो छोटे डनको त सातो गएछ सातो बोलाएपछि ठिक हुन्छ हो झाँक्रीबा बोलाइदिनु पर्यो कहाँ त्यत्तिकै सातो बोलाउँछ कहाँ त्यत्तिकै सातो आउँछ काजीबा सिन्दुर चाहियो अन्डा चाहियो धुप चाहियो सातो गएको देवी देवतालाई चढाउन चितवनको हात्ती चाहियो धेरै चिपले घस्नु पर्दैन झाँक्रीबा ल लिनुहोस् तपाईँको चितवनको हात्ती काजीबा पनि तुरतुरे त्यो झाँक्रीबाले भनेको त्यो अन्डा उयो धुप अनि सिन्दुर सबै लिएर आउँदा त्यो सातो बोलाएपछि चाहिँ ठिक हुन्छ त धाइबा झाँक्रीबा हुन्छ हुन्छ उहाँको सातो बोलाएपछि डनको सातो बोलाइसकेपछि राम्रै हुन्छ उहाँलाई तुरतुरे गयो गयो ल छोटे छोटे यस्तो गर्नु हुँदैन गरिहाल्यो त झाँक्रीबा तुरतुरे सामान लिन पठाएको कहाँ गयो केटाको त धेरै फुस्केछ काजीबा अब यसलाई चान्चुन गरेर हुन्न यसलाई अब थाममा बाँधेर नै उपचार गर्नु पर्ला तुरतुरे छिटो गर ल झाँक्रीबा जे भनेछ त्यही ल्याइदिएछ है ल झाँक्रीबा ल ल बाँध त्यसलाई ल काजीबा अब छोटेको के अरे सातो बोलाउनु पर्यो हुन्छ झाँक्रीबा
हे माथिको भगवान, ए दायाँको भगवान, ए बायाँको भगवान, ए तलको भगवान, तपाईँलाई के चाहिन्छ चढाउँला। ए छोटेको पुरै होसमा आउने बनाइदियो भगवान, पुरै छोटेको पुरै होसमा आउने बनाइदियो। क्यारी बोर्ड खेलेको, तारा दिदीले हानेको, छोटेको दिमाग खुस्केको, रेशम फेरि ओ रेशम फेरि। चढाउँला यसपालिको पुण्यमा सुनपाती दुवै चढाउँला। हरियो काँक्रो कर्याम कर्याम मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम मकैबारी दर्याम दर्याम। सातो आइजो, छोटेको सातो आइजो, छोटेको सातो आइजो, सातो आइजो, छोटेको सातो आइजो। सातो आइज सातो आइज, आयो आयो सातो आयो 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 सातो। ओ मलाई के हो यो? ए काजबा नमस्कार। नमस्ते नमस्ते। गाउँभरिको मान्छे बोरा हालेर क्यारम खेलेर हिँडेछ, धन्न मानेर छ आगीले। ओहो मलाई त बाँधेको रहेछ त, के भएको थियो मलाई? ल अब छोटेको सातो आयो, त्यो डोरी खोलिदिनु। छोटे अब फेरि हिजो अस्ति जसरी गाउँमा त्यो केटाहरू बनाल्दै क्यारम खेल्दै हिँड्ने होइन। यहाँ काजीको मेरो यहाँ नाक गइसक्यो, गाउँभरि हल्ला छ, यस्तो पऱ्यो त्यस्तो भयो भनेर। ल झाँक्रीमा तपाईँलाई धेरै धेरै धन्यवाद, मेरो नाक राखिदिनु भयो, छोटेलाई ठिक बनाइदिनु भयो। ल जाउँ अब। हाम्रो दाइ ठिक भयो, मेरो दाइ ठिक भयो। ल हेर यसको ढङ्ग, यो कहिल्यै नसुत्रिनु भयो, डन बन्छु भन्छ। ओहो बल्ल पो मुर्गाहरू भेट्यो हो, बल्ल बियर खाने पैसा भयो। हावामा मन्तर हानिदिएको लागेछ केटाहरूलाई। ओहो अन्डा पनि रहेछ, भरेलाई बियर सितानसँग। ल मजा आउने भयो भरे। ओहो बल्ल मजा आउने भयो आज। हाम्रो छोटे डन टेलिसिरियल चाहिँ प्रत्येक बुधबार साँझ 8 बजे ओख्रेनी इन्टरटेनमेन्टबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। तपाईँहरूले हेरेर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला, नत्र यो जक्टे झाँक्रीको मन्त्र खौला नि फेरि। अझै गर्नुभएको छैन? तपाईँहरूलाई फेरि यही अन्डा जस्तै घुमाइदिउँला नि।